तपाईको घरमा बाथरुम बनाउनलाई कति कस्ट लाग्छ त? बाथरुम बनाउनलाई लाग्ने कस्ट तपाईले बाथरुमको साइज कत्रो बनाउनुहुन्छ त्यसमा पनि डिपेन्ड गर्छ। आज कुरा गरौँ नेपाली घरहरुमा कमनली बनाइने बाथरुम साइजहरु र त्यसको कस्ट चाहिँ कति लाग्छ त? सुरुमा आउँछ तपाईको 4x6 फिटको बाथरुम। यो तपाईको मिनिमम सानो साइजको बाथरुम हो र यसको टोटल एरिया चाहिँ लगभग 24 स्क्वायर फिट हुन्छ। यदि तपाईले यो साइजको बाथरुम बनाउनुहुन्छ भने यसको कस्ट 1 लाख देखि 1,60,000 सम्म लाग्छ। सेकेन्डमा 5x6 को बाथरुमको कुरा गरौँ। यो बाथरुमको तपाईको टोटल एरिया 30 स्क्वायर फिट जति हुन्छ। अब कस्टको कुरा गर्नु पर्दा 5x6 को बाथरुम बनाउँदा तपाईको 1,50,000 देखि 1,80,000 सम्म खर्च लाग्छ। र थर्डमा आउँछ 5x8 अथवा 40 स्क्वायर फिटको बाथरुम। यो बाथरुम नेपाली घरहरुको लागि एउटा स्ट्यान्डर्ड बाथरुम साइज पनि भन्न सकिन्छ। अब तपाईले 5x8 को बाथरुम बनाउनुहुन्छ भने त्यसको कस्ट तपाईलाई 1,80,000 देखि 2,80,000 सम्म पर्छ। र लास्टमा 6x8 अथवा 48 स्क्वायर फिटको बाथरुम। यो बाथरुम एकदमै स्पेशियस हुन्छ र यसलाई बनाउँदा तपाईको कस्ट 2,60,000 देखि 4 लाख सम्म लाग्छ। यो कस्ट ब्रेकडाउन तपाईको जनरल मार्केट रेट हेरेर बनाइएको छ। अब तपाईले घरमा बाथरुम बनाउँदा चाहिँ के कस्तो मटेरियल्सहरु प्रयोग गर्नुहुन्छ, कतिको प्रिमियम फिनिशिङ लिएर आउनुहुन्छ त्यसमा पनि तपाईको कस्ट डिपेन्ड गर्छ। यदि तपाई पनि आफ्नो घरमा बाथरुम बनाउँदै हुनुहुन्छ भने ओभर बजेटिङबाट बच्नु होला र त्यसको लागि तपाईले हामीलाई कन्ट्याक्ट गरेर आफ्नो घरमा बाथरुम कन्स्ट्रक्सन गर्न सक्नुहुन्छ। कन्ट्याक्टको लागि स्क्रिनमा देखाइएको नम्बरमा कल गर्न सक्नुहुन्छ।